हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। मेरो ब्लगमा स्वागत छ साथीहरू। नेक्स्ट नयाँ ब्लग लिएर आइसके साथीहरू। सबैले हेरेर लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्नु चाहिँ नभुल्नु होला भन्ने साथी। भिडियो स्टार्ट भइसकेको छ, हेर्नु सक्नुहुन्छ। आज चाहिँ होइन, पुरै हामी आउने बाटोमा चाहिँ पुरै टेम्पोको लहरै रहेछ क्या। हेर्नु न, आम्मामा बुढी चाहिँ अगाडि हिँड्दैछ होइन। त पुरा हेर्नु टेम्पो गाइज, आम्मामा कसम यार, यति धेरै टेम्पो चाहिँ म लाइफमा फर्स्ट टाइम देखेको क्या। कति धेरै टेम्पो क्या। आज पुरै टेम्पोसँगको मिटिङ रहेछ क्या पुरै होइन। आज चुनाव रहेछ, पुरा भोजान आएको रहेछ क्या टेम्पोवालाहरू सब। हेर्नु न, आम्मामा कस्तो हाम्रो गाउँमा यति धेरै टेम्पो मैले फर्स्ट टाइम देखेको क्या। बस स्ट्यान्डमा पनि यति धेरै देखेको थिएँ साथीहरू, कसम छक्क परेको क्या। साथीहरू बुढी र म चाहिँ बजार गएर आउँदै थियौँ होइन। ठ्याक्कै बाटोमा आउँदै आउँदै चाहिँ टक्क हाम्रै घर आउने बाटोमै क्या साथीहरू, हेर्नु सक्नुहुन्छ पुरै टेम्पो क्या। आम्मामा पुरै टेम्पो हेर्नु न, कति धेरै टेम्पो क्या। कसम कस्तो कस्तो कलरको टेम्पो क्या। जुन कलर चढ्छौ तिमी यार, कमेन्ट गर यार भिडियोमा। कुन कलरमा चढ्छ, कुन टेम्पोमा चढ्छ यार, कमेन्ट गर साथीहरू। म सबलाई चढाइदिन्छु टेम्पो फ्रीमा ल। कस्तो धेरै टेम्पो चाहिँ, आम्मामा कसम यार। मेरो बुढी चाहिँ टेम्पो हेर न, टेम्पो देखेर खुसी भएको क्या। टेम्पो धेरै देखेर होइन, पुरा अगाडि अगाडि हिँड्दैछ। म चाहिँ छोरीसँग हिँडिरहेको छु, छोरी बोकिरहेको छु क्या म चाहिँ। यहाँ चाहिँ हो क्या, यहाँ ठ्याक्कै यहाँ मुनि चाहिँ हाम्रो ठुलो एउटा मन्दिर छ क्या। हो यो मन्दिरमा चाहिँ साथीहरू आज पुरै मिटिङ रहेछ क्या। यो मुनि क्या, ठ्याक्कै यो मुनि मन्दिर छ क्या होइन। यो मन्दिरमा मिटिङ रहेछ। अनि पुरै त्यही भएर चाहिँ माथि रोडमा चाहिँ पुरै टेम्पो क्या। आम्मामा कसम यार, छक पऱ्यो क्या म त। बजारमा किन टेम्पो रहन्छ आज, बजारबाट टेम्पोमा चढेर भनेको त क्या साथीहरू। पुरै टेम्पो त आफ्नो गाउँमा रहेछ क्या, कहाँबाट आउनु यार बजारमा पाउनु। त्यही त यार, खुट्टा दुखेर हत्तु पुरै थाकिरहेको थियो क्या छोरी बोक्दा बोक्दा। म चाहिँ गलिरहेको अवस्थामा चाहिँ यहाँ टेम्पो देख्दाखेरि चाहिँ म छक्क परेँ क्या। म्यासाला कस्तो रिस उठ्यो भने नि मलाई त होइन साथीहरू, कसम मुख छाड्दै मन लागेको थियो क्या। मलाई यति धेरै टेम्पो यहाँ रहेछ। म घर आउँदाखेरि एउटा टेम्पो नभेटेको क्या, त्यही रिसले क्या। म चाहिँ कसम क्या सन्किरहेको थिएँ क्या है। त्यही पारा यस्तै छ साथीहरू। कस्तो लाग्यो भिडियो होइन, मलाई चाहिँ एकदम बवालले लाग्यो। तपाईँहरूलाई कस्तो लाग्छ साथीहरू, कमेन्ट गर्नु। नेक्स्ट भिडियो अवश्य ल्याउनेछु। यो भिडियो यहीँ इन गर्न चाहन्छु होइन साथीहरू। कस्तो जे होस्, हाम्रो गाउँमा पनि यति धेरै टेम्पो मैले फर्स्ट टाइम देखेको साथीहरू। कसम छक परेँ म चाहिँ यार होइन। यति धेरै टेम्पो देख्दा त जो पनि छक्क परिहाल्छ नि। ल साथीहरू, बाई बाई।